हेलो दर्शन नमस्कार सम्पूर्णमा। आज चाहिँ हामी यहाँ प्रवास नेपाली सम्पर्क विभाग युएई को शाखा आजमानद्वारा आयोजना गरिएको पिकनिकमा चाहिँ हामी रासाल खाइमाको छेउमा लगभग यो डिब्बा भन्ने ठाउँ छ। डिब्बामा चाहिँ हामी यसरी आइरहेका छौँ। करिबन लगभग मान्छे 525 भन्दा माथि चाहिँ हामीहरुसँग चाहिँ यहाँ सामेल हुनुभएको छ। आउनुभएका व्यक्तिहरुको यहाँ हाम्रो चाहिँ पपुलेसन यस्तो भएको छ। यता चाहिँ अहिले नयाँ टक्क लाएर आउनुहुन्छ हाम्रो दुबई शाखा क्षेत्र शाखाको चाहिँ बलराम कुइकेलज्यू, उहाँ प्रेम गौतमजी हुनुहुन्छ। उहाँले चाहिँ कुटी पनि बनाएर बसिसक्नु भएको छ। जाडो जाडो लागेको जस्तो लागिरहेछ है। ल अब हाम्रो पपुलेसनहरु यसरी चाहिँ हेर्न सक्नुहुन्छ। कोही टिमहरु हाम्रो यतातिर आएर बस्नु भएको छ, रमाइलो गर्दै हुनुहुन्छ। यतातिर अलिकति घामको छेड पर्यो, अलिकति भइरहेको छ र यतातिर यहाँ नाचगान र रमाइलो भइरहेको छ। ल दुबई युएई प्रवास नेपाली सम्पर्क विभाग युएई को शाखा आजमानद्वारा गरिएको कार्यक्रममा चाहिँ प्रशस्त मान्छेहरू आउनु भएको छ। प्रशस्त दाजुभाइ दिदीबहिनीहरू आउनु भएको छ। आइदिनु भएको सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ हार्दिक धन्यवाद भन्न चाहन्छु। भान्जाजी केही छ भन्नु? भिडियो छ भने भनिहाल्नुस् है। ल छेड रमाइलै भयो। यहाँ चाहिँ हाम्रो हुनुहुन्छ शर्मिला कार्की म्याडमजी। केही छ हाम्रो मेरो भिडियोको क्लिपमा केही बोल्नु? हाम्रो म्याडम हुनुहुन्छ। कस्तो लाग्यो त? कस्तो महसुस भयो? पाइएन? नाचेको ठाउँमा गएर नाचिदिनु न। कोही आफू यसरी ग्रुप बनाउनु भएको छ। जे होस् खुसी लाग्यो नि? पक्का हो 100%? ल धन्यवाद। यतातिर ग्रुप बनाउनु भएको छ। भाइरल भइँदैन। हाम्रो उहाँ पनि चितवनकै हुनुहुन्छ जस्तो लागिरहेछ। सरी माफ गर्नु है, भिडियो लिएको छु है मैले। पाल्पाको भनेपछि खुसी लाग्यो, रमाइलो लागिरहेछ। रामा 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 रामा। यहाँ चाहिँ डेजर हो, पुरा डेजरमा चाहिँ हाम्रो टिमहरु यतातिर हुनुहुन्छ, कोही यतातिर हुनुहुन्छ। ल धन्यवाद सम्पूर्ण आइदिनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट धन्यवाद र एकदमै खुसी लागेको छ, रमाइलो लागेको छ। करिबन हामी 525 भन्दा माथि चाहिँ छौँ। यो छेड देख्न सक्नुहुन्छ र यसले केही प्रभाव पार्छ भन्ने मलाई लागिरहेको छ। र फेरि पनि आगामी दिनहरूमा हामी यसले गरिएकोमा स्पेशली अहिले क्षमा माग्न चाहन्छु कि हाम्रो तर्फबाट केही आयोजना गर्दाखेरि कमी कमजोरी भएको भए माफ दिनु होला र माफी माग्न चाहन्छु। र अब आगामी दिनहरूमा पनि यस्ता नदोहोरियोस् र यसलाई सुधारिनेछ र आउने आगामी दिनहरूमा पनि यस्तो कार्यक्रममा हजुरहरूले साथ दिनुहुन्छ होला भन्नलाई आशा गर्दछु। हस् त धन्यवाद।